हेलो एन्ड नमस्ते मर्निङ सबैलाई है। आज चाहिँ हामी मुस्ताङसम्मको यात्रा गर्दैछौँ। आज चाहिँ हामी अब मुस्ताङै त पुगिँदैन, हामी अब कहाँसम्म हुन्छ, बेनीसम्म हुन्छ कि कहाँसम्म हुन्छ त्यहाँ बसेर भोलि चाहिँ अप्परको लागि निस्किन्छौँ। सो क्वालिटी कस्तो आइरहेछ है, नयाँ क्यामेरा हो। माइक चाहिँ मलाई झर्छ कि जस्तो लागिरहेछ, क्लिपले मात्रै अल्झा छु मैले। माइक झऱ्यो भने अर्को आपत हुन्छ यार। केटाहरू हामी कति, एउटा दुईवटा तिनवटा चारवटा बाइक छ। बस बस सो अहिले चाहिँ हामी गजुरीतिर आइपुग्यौँ है। उताको बाटो त अब लास्टै थियो, बाटो चाहिँ खत्तमै छ है। अब माथि अलि माथिदेखि चाहिँ राम्रै बाटो आउँछ होला। सो यस्तै छ, लागिँदैछ मुस्ताङको यात्रामा। यार माइक यार, यो कस्तो यार डर लागिरहेछ कि मलाई माइक खस्ला भनेर। च्यापे मात्रै छु कि मैले एउटा उसमा। माइकले गर्दा चाहिँ मलाई अलिकति टेन्स भइरहेछ, नत्र त अरू त सब ठिक छ है। यतातिर चाहिँ हुस्से लागिरहेको रहेछ, खुलेकै छैन। अलिकति खुल्या भएछ दामी आउँथ्यो होला भिडियो, अलिक खुल्याएर हिँड्छ। कति आइरहेछ यार एङ्गल। ठिक छ, यो अफ रोडहरूमा चाहिँ ल माइक झऱ्यो भने चाहिँ टेन्सन हुन्छ मलाई। मेरो डिजेआईको माइक यस्तो महँगो छ फेरि यो है। मेरो चाहिँ अहिले चाहिँ मैले चाहिँ डिजेआई एक्सन 5 प्रोले चाहिँ खिचिरहेको छु है, नयाँ लिएको भर्खर भर्खर। यो चाहिँ राम्रो लाग्यो क्या, अरू हिरो 13हरू भन्दा पनि राम्रो रहेछ यसको पर्फर्मेन्स चाहिँ। ठिकै छ, अब गइँदैछ। बाटो चाहिँ यस्तै हो होइन, बेला बेलामा गाह्रै छ। साथीले चाहिँ पछाडि गीत बजाइरहेछ पुरा, ठिक छ। मोबाइलमा बजाएको हाचरी ओए, मोबाइलमा बजाएको ए बजाउनु भए बजा, केही हुन्न, बजा। अलि ठिक्कको साउन्ड पार्न। अब चाहिँ यो हाम्रो त्रिशुली नदी सर र त्रिशुली नदी
किनारबाट हिँडिन्छ अब सर र केटाहरू अगाडि पुगिसके यसो माइकको एउटा केहीले चाहिँ मान्न पाए चाहिँ ढुक्क हुन्थ्यो यार तर मनाउनै त हो यो दुखी जाने दुखाइ गयो होला कसम नै हो तोरी जाने अन्त्यतिर जोड्यो होला यस्तो छ क्या बाटो चाहिँ फेरि बेला बेलामा चाहिँ अहिले त अलिक ठिक छ अघि त त बबाले थियो अघि त च्याट्ट लाएर बाटोमा नि फेरि ठुलो गाडीहरू धेरै ट्रकहरू टिपरहरू धेरै गुड्ने क्या यतातिर झ्याउ चाहिँ झ्याउ नै हो अलिकति के गर्नु अब झ्याउ नै भए पनि अब गइँदैछ बल्ल अलिअलि मौसम खुलेछ यता यस्तो यार टिप्परहरू धेरै गुड्ने के बाटो त यार खत्तमै हो नि त्यो चाहिँ खत्तमै छ है त बाटो नै कस्तो ध्वस्त यार कहिले राम्रो हुन्छ हौ हाम्रो नेपालको बाटो यार सर 8 लेन कहिले हुन्छ यार हाइवेहरू टक्क अनि पो मजा आउँछ त चलाउनलाई दुःख छ यार अहिले त गर्मी भयो यार टन्न लुगा लगाएर हिँडेको थियो बिहान अहिले त हेप्पी गर्मी भएर आएर ओभरटेक हानिहाल्न नै डर छ नि यस्तरी आइरहन्छ गाडी हात देखादेखि चाहिँ सोल्टिए त जानु ला रहेछ साइड लाइट पनि कस्तो आँखा झिम्का जस्तो केही नदेखिने यार ढेरी एउटा साथी हाम्रो त्यही हो अगाडि एफजेडमा है साथी सोलोमा छ ल अर्को उहाँ एक्सपल्समा अगाडि एउटा अर्को खै कता छ बिहारमा पाएको बेला त हानिहाल्नुपर्छ के नत्र त हेरेको हेरै हुन्छ यहाँ त जाउँ साथी सो अब मलेको चाहिँ यहाँबाट 20 किलोमिटर जति रहेछ हामी चाहिँ त्यहाँनिर पुगेर यसो खाजासाजा खान्छौँ होइन ब्रेकै लागेको छैन हौ खुट्टाको यार केटा हो लेग ब्रेक कस्तो भइरहेछ क्या लाग्दै लागेको छैन ब्रेक
राइट नाउ मुगलिन आइपुग्यो अहिले चाहिँ। अनि मेरो बुलेटको चाहिँ पछाडिको ब्रेक केही थोप्पो लागेको छैन। अब एउटा ब्रेकले काम चलाइरहेको छु हैन। अब यहाँ माथि दमौलीमा एउटा सोरुम देखाइरहेछ इनफिल्डको, त्यहाँनिर एकलट चेक गराउनु पर्ला के भयो। त्यहाँ एउटा ग्यारेजमा देखाएको सामानै छैन भन्न थाल्यो। एकलट अब इनफिल्डको सोरुममै देखाइ हेरौँ के भन्दो रहेछ। यो बाइकले तनाव दियो भने चाहिँ गाह्रो हुन्छ क्या राइडको बेलामा। राइडको बेला तनाव दिने भयो बाइकले। अब मजाले चलाउनै पाइएन, ब्रेकै छैन, तनाव। सर बिस्तारै गइरहेछु झ्याप्प लाएर। लगभग 90 किलोमिटर रहेछ यहाँदेखि। अब दमौलीमा गएर खाना खाइन्छ। त्यहीँनिर एउटा सोरुम पनि देखाएको छ, त्यहाँनिर टक्क चेक गराउन छोडेर खाना खाएर हिँड्नु पर्ला। हेरौँ अब। नयाँ बाइक यार झन् केही प्रब्लम नहोला भनेको त झन् पो तनाव भयो त। यो के चोक रहेछ? आबु खैरेनी रहेछ। आबु खैरेनी। केटाहरू कहाँ पुगिसक्यो होला यार, आफूले स्पिडै हान्न पाएको छैन। थोप्पो छैन क्या ब्रेक त यार। यामाहाको छ क्या फेरि, यामाहाको बजाजको जहाँ तै हुन्छ यिनीहरू। रोयल इनफिल्डको चाहिँ कस्तो गाह्रो क्या। लोकलमा फेरि सामानै नहुने रहेछ फेरि। के हो के नि। अब चाहिँ बाटो A1 छ जस्तो छ यहाँदेखि चाहिँ। के गर्नु A1 भएर ब्रेकले काम नगरेर। आम्बो ल, बाटो त A1 रहेछ है। यो चाहिँ केटा हो। एकलट सट्ट यो सफा हानिदिएको नि, लेन्स 4 भएछ। नयाँ बाइकले झन् केही प्रब्लम नदेला भनेको भन्नै नसकिने क्या। यो अब टेक्निकल चिजहरू थाहा नै हुँदैन क्या। हिजोसम्म काम गरिरहेको ब्रेकले कामै गर्दैन हो त होइन। बाटो चाहिँ मक्खन रहेछ है। हल्का ब्रेकको समस्या नभएको भए चाहिँ मजै आउँथ्यो। आज लेटेसम्म पुग्यो भने त्यहीँ बस्ने हो, नत्र बेनीतिर हुन्छ होला सायद हाम्रो। कस्तो मजाको बाटो बनाएर रहेछ यार यो।
मर्स्याङ्ग्री रिसोर्ट बोके खोला अरे ल हेर है केटा हो तिमीहरूको खोला रहेछ यहाँ ल हेर काम धमाधम भइरहेछ अझै पनि सुन्दर बनाउने काम भइरहेछ उतातिर पनि अर्को साल आउँदाखेरि उतातिर पनि बनेको होस् बाँध खोलालाई बाँधेर बाँधिन्छ के हो नाम पनि बाँध खोला अरे यत्रो यो चोकमा बजारमा पनि हुनुपर्ने हो क्या यार नयाँ बुलेट छ यार हुनुपर्ने नि यहाँ पनि बाटोमा नयाँ बुलेट देखिरहेछ अब खोला जस्तो देख्यो भने एक सरसफाइ हानेर जानुपर्छ बुझिस् यस्तो हालतले पोखरा गयो भने त छ्या खाते जस्तो भइहाल्यो नि के हो स्ल्यात्ते सुतम भने दुईतिर स्याडल ब्याग झुन्ड्या छ यत्रो हैन ब्रेक हान्नलाई ब्रेक छैन पछाडिको तनाव त्यहाँ छ अगाडिको झ्याप्पा हानेर भएन नाइस रहेछ है बाटो चाहिँ यता अझै नि बिग्रिने बित्तिकै बनाइहाल्दो रहेछ यता चाहिँ फेरि उता नि बनाउनु पर्यो सोल्डी हो उता त अलिक बढी पहिरो गएर नि हो बाटो बिग्रेको ठुलो गाडी पनि धेरै हिँड्छ यता अलिक ठुलो गाडी पनि कम हिँड्दो रहेछ इन कम्पेरिजन होइन त्यही भएर पनि रोड बचिरहेछ चिसो हुन थाल्दा यार अहिले त गर्मी भइरहेको थियो त ठिक छ मौसम आनन्दको छ राम्रो छ बाटो के भएको नि अप्परसम्म जाने थाहा छैन खुल्नुपर्ने हो ठिकै छ खुल्ला हामीलाई आजसम्म खुले नि हुन्छ भोलि नै जाने हो हामी अप्पर त दिमाग राम्रै लगाएर बनाइरहेछन् है बाटो दिमाग राम्रै लगाएर बनाइरहेछन् क्या बाटो होइन एकतिर रोकेर अर्कोतिर बनाएकोमा चलाउन लगाएर होइन डाइभर्जन गरेर तल पनि राम्रो बनाउनु पर्ने हो क्या भान्थ्यो यो त अलिक कम हो राम्रो भ्यू देखियो त यार यस्तो यार हाइवेमा पनि यस्तो गर्छन् यार गर्नु हुँदैन नि ब्रेक हान्न भएन भने गाडीहरूले ट्रकहरूले त्यहीबाट घुमेर पनि जानुपर्छ क्या
धेरै सर्टकटले फेरि मान्छे नै माथि पुग्यो भने कतिवटा चोक आइसक्यो त साथी यार कुन चोक आयो पोखरा आएछ त अनि पोखरै लेखिसक्यो त पोखरा त आएको छु म तर म बाइकमा होइन प्लेनमा आएको होइन प्लेनमा आएको म घुमेको घुम्न त पोखरा त सब घुमेको नि मैले यो त पोखरा मेरो सेकेन्ड टाइम घुमाइ हुन्छ अब अब यो करिब आएपछि यो बाटो फेरि के हो पोखराको करिब आएपछि यस्तो बाटो फेरि पोखरादेखि माथि त बाटो राम्रो छ भने होइन अघि दाइले माथि चाहिँ क्या उता बेनी जानेतिर बरु यता आउने चाहिँ नराम्रो छ भन्दै थियो बुढाले यता आउने पनि ठिकै रहेछ बाटो राम्रै हो यतिको बाटो त आज दुईजनाको बाइकमा चाहिँ यस्तोमा मजा आइरह्यो होला चलाउनलाई भिआर र एक्स पल्सलाई चाहिँ मजा आइरह्यो होला
बाटो त होला नि मुजी खै मुजी लत त छिर्दियो यहाँबाट थियो यार त्यहाँ होला त्यहाँ पनि ल पोखरा चोक आइपुग्यो यो चाहिँ पृथ्वी चोक हो पोखराको पृथ्वी चोक अब हामी बेनी साइडतिर जानलाई अर्को बाटो छिर्नु पर्यो फेरि गलेर लोथ भइसक्यो सो लाग्यो अब पोखराबाट बेनीतर्फ अब यहाँबाट 2 घन्टामा पुग्नै पर्छ हामी जसरी नत्र रात पर्छ को पथलाउँदै चरालाई गिज्याउँदै ढाड दुखेर चाहिँ यार फाँक हुने बेला भयो है राम्रै ढाड दुखिरहेछ
माई गड यार त्यहाँ तलसम्ममा यार गर्मीले यार पसिना पसिना भइरहेको थियो ये क्या है भाइ ये क्या है यो के हो यो हुस्से पन्चै चाहिने भयो यार अब त जाडो पो भएर आयो त यार हैट मा कसम अहिले फेरि घाम देखिन्छ त हौ के हो ल पिके बाई बाई राज दाई टाटा ए साथी पन्जा दिएन बिर्से ए सुशीले त टाटा होइन त यहाँ पछाडि हो त्यो पन्जा दिएन मलाई ₹120 चिकन खाना भनेर लेखिरहेको छ त त्यहाँ त के हो यता सस्तो हुन्छ क्या त्यो नि हुनसक्छ तर यता माथि मुस्ताङको जस्तो महँगो त हुँदैन होला यतातिर हेटौडातिर चाहिँ म गएको छैन है म गएको छैन ए त्यो यता दक्षिण कालीको बाटो भने ए त्यो त गएको छ नि त्यो त किन नजानु त्यही गाह्रो हो आजको पात लाउँदै छोरालाई के कत्रो टर्निङ हाने यार मैले